दुई किसिमको तरिकाबाट यसलाई चाहिँ कसरी गर्न सकिन्छ, भाउचर कसरी लिने, भाउचर नम्बरहरू कसरी क्रिएट गर्ने। टिडीएस भन्ने बित्तिकै तपाईले के बुझ्नुहोस् भने विद्यालयको शिक्षक कर्मचारीले 1% कर तिर्नुपर्ने हुन्छ। यसरी पाना नम्बर राख्नुहोस् र यसभित्र तपाईले के गर्नुहोस्, यसरी नामहरू देखाउँछ। यो जुन देख्नु भएको छ नि हो, यसरी चाहिँ के हुन्छ, नामहरू देखिन्छ। त्यसपछि तपाईहरुले यहाँ के गर्नु पर्यो, जीमेल चाहिँ राख्नु पर्यो। अब जीमेल के छ तपाईले चाहिँ यसमा आफ्नो जीमेल राख्नु होला र त्यसैगरी यसमा चाहिँ फोन नम्बरहरू राख्नुपर्ने हुन्छ। फोन नम्बर दिएकोमा विद्यालयको परको फोन नम्बर राख्ने, यति गर्ने सकिन्छ। त्यसैगरी अर्को छ भाउचर मिति भनेर दिएको छ। यो भाउचर मिति चाहिँ 1 देखि भन्दा 4 1 भन्दा अगाडि भएको भर्नुहोस् भनेर दिएको छ। यो अब तपाईहरुलाई त्यस्तो आवश्यक छ भने भाउचर मितिमा चाहिँ राख्नु होला। अब छैन भने हामी टिडीएस कलेक्सन अन्तराल भन्ने जुन दिएको छ विक्रमसम्म, तपाईले यहाँ चाहिँ मिति राख्नु पर्ने हुन्छ। कुन महिनादेखि कति महिनासम्मको तपाईले तिर्दै हुनुहुन्छ, त्यसको लागि के गर्नुहोस्, रजिस्टर भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यो क्लिक गरिसकेपछि तपाईले त्यहाँनिर समेसन नम्बर भनेर देखिन्छ। त्यो समेसन नम्बर तपाईले के गर्नुहोस्, यसमा राख्नुपर्ने हुन्छ। मानौं यहाँ समेसन नम्बरहरू सेभ गरेर राख्नु होला। यसरी समेसन नम्बर राख्ने। समेसन नम्बर राखिसकेपछि तपाईले पान नम्बर राख्नुहोस्। यसरी तपाईले राख्नुहोस्। समेसन नम्बर चाहिँ अनिवार्य तपाईले राख्नुपर्ने हुन्छ। समेसन नम्बरबाट तपाईले के गर्न सक्नुहुन्छ, सबै विवरणहरू भर्न सक्नुहुन्छ। अथवा तपाईलाई यो हरायो, कतै केही समस्या आयो भने तपाईले समेसन नम्बरबाट पनि सबै हेर्न सकिन्छ। तपाईले समेसन नम्बर चाहिँ राख्नु होला। अब समेसन नम्बर राखिसकेपछि तपाईले गर्नुपर्ने काम भनेको यहाँनिर स्थायी लेखा नम्बर भनेर दिएको हुन्छ। यहाँनिर स्थायी लेखा नम्बर भनेर दिएको छ। यहाँनिर स्थायी लेखा नम्बर चाहिँ तपाईले के गर्नु होला भने राख्नु होला। सबै शिक्षकहरुको स्थायी पाना नम्बर यहाँनिर राख्नु होला। किनकि यसमा चाहिँ हाइलाइट किन भएको छैन भने मेरो पहिले नै यसमा चाहिँ सबै डाटाहरु सब्मिट भएकोले चाहिँ यहाँ शो गरेको छैन। तपाईलाई देखाउँदाखेरि तपाईले चाहिँ यहाँनिर जुन छ, यहाँनिर यसमा चाहिँ पाना नम्बर राख्नु होला। नाम अटोमेटिक आउँछ। भुक्तानी मिति राख्नु होला। भुक्तानी मिति कहिले हो त्यो राख्नुहोस्। भुक्तानी रकम भनेर दिएको छ। शिक्षकले कति तलब खान्छ त्यो तलबको 1% चाहिँ टिडीएस रकम कति छ त्यो राख्नु होला र टिडीएस किसिम चाहिँ राख्नु होला। टिडीएस किसिम छनौट गर्नु होला। 33 नम्बर छनौट गर्नुभयो भने कर चाहिँ तपाईले विद्यालयको शिक्षकहरुले 1% तिर्ने चाहिँ 33 नम्बर छनौट गर्नु होला टिडीएस किसिममा। यति गरिसकेपछि तपाईको काम भइहाल्छ। अनि त्यसैगरी अब यति गरिसकेपछि तपाईले गर्नुपर्ने के छ भने यहाँनिर भाउचर भनेर दिएको छ। यहाँनिर भाउचर भन्ने अप्सन छ। यो भाउचर भन्ने अप्सनमा क्लिक गर्नु होला। भाउचर भन्ने अप्सनमा क्लिक गरिसकेपछि तपाईले यहाँ भाउचर नम्बर राख्नुपर्ने हुन्छ। मेरो यो हाइलाइट भएको छैन, त्यही भएर चाहिँ मैले थोरै बुझाउन चाहे। यो भाउचर भन्ने अप्सन छ। यो भाउचर भन्ने अप्सनमा क्लिक गर्नुहोस् र त्यहाँ भाउचर नम्बरहरू राख्नुपर्ने हुन्छ। त्यहाँ टिडीएस चाहिँ छनौट गर्ने देखाउँछ। टिडीएस किसिम तपाईले यहाँ जुन राख्नु भएको छ टिडीएस किसिम त्यो चाहिँ यहाँ देखाउँछ र त्यसपछि भाउचर नम्बर छ। अब भाउचर नम्बर चाहिँ तपाईले कसरी पत्ता लगाउने भन्ने कुरा दुई तरिकाबाट तपाईले गर्न सक्नुहुन्छ। पहिलो नम्बरमा भनेको भाउचर तपाईले कहाँबाट गर्नुपर्ने हुन्छ भने मैले अर्को छ एउटा लगइन भनेर दिएको छ। त्यसैगरी एउटा भाउचर पेमेन्ट भाउचर भनेर जुन दिएको छ। तपाईले पेमेन्ट भाउचरमा क्लिक गर्दाखेरि यस्तो किसिमको ड्याशबोर्डमा देखा पर्छ। अब तपाईले यस्तो अवस्थामा चाहिँ के गर्ने भने तपाईसँग बैंकबाट भाउचर जुन पैसा तिरेको भाउचर जुन हुन्छ त्यो भाउचरको माथि भाउचर नम्बर भनेर लेखिएको हुन्छ। त्यो भाउचर नम्बर चाहिँ तपाईले यहाँ राख्नु होला। यसरी भाउचर नम्बर चाहिँ यहाँ राख्नुहोस् र अब भाउचर मिति त्यहाँ चाहिँ कति महिना कति गते तपाईले तिर्नु भएको छ
त्यो भाउचर मिति राख्नुहोस् र अर्को भनेको भाउचरमा कति एमाउन्ट तिर्नु भएको छ, तपाईले कति एमाउन्ट तिर्नु भएको छ त्यो तिरेको एमाउन्ट चाहिँ यसरी राख्नु होला। यसरी राखिसकेपछि यहाँ सर्च बार सर्च भनेर अप्सन दिएको छ, यसरी तपाईले सर्च गर्नुहुन्छ। किनकि मैले चाहिँ अहिले यो डाटा चाहिँ बुझाउनको लागि मात्रै स्याम्पल राखेको छु, तपाईले त्यही अनुसारले चाहिँ गर्नु होला। यसरी गर्नुहुन्छ। यसरी गरिसकेपछि यहाँनिर भाउचर नम्बर चाहिँ जनरल भएको हुन्छ, क्रिएट भएको हुन्छ। यसरी यहाँ क्रिएट भएको हुन्छ, जुन भाउचर नम्बर भन्ने अप्सन जुन रहेको छ त्यहाँनिर भाउचर नम्बर देखिन्छ। त्यो भाउचर नम्बर लिएर तपाईले के गर्न सक्नुहुन्छ, यहाँनिर भाउचर भनेर फर्म जो खुल्छ त्यो भाउचर भित्र क्लिक गर्ने र भाउचर नम्बरमा त्यहाँ गएर त्यो यो नम्बर चाहिँ तपाईले के गर्नु पर्यो, यो यहाँनिर आएको भाउचर नम्बर यहाँ गएर राख्नुहोस्। यहाँनिर भाउचर भन्ने अप्सन भित्र राख्नुहोस् र त्यसपछि एड भन्ने अप्सन आउँछ। एड भन्ने अप्सन आइसकेपछि त्यहाँ अब नट रिकन्साइल्ड भनेर दियो भने तपाईको चाहिँ मिलेको हुँदैन, त्यो भाउचर मिलेको हुँदैन भन्ने कुरा बुझ्नु होला। र रिकन्साइल्ड भनेर मात्रै दियो भने त्यो चाहिँ ठिक छ, सही छ भनेर बुझ्नु होला। त्यो सही छ भने तपाईले के गर्न सक्नुहुन्छ, यहाँनिर ट्रान्जेक्सन जुन भर्नु भएको छ यो सबै विवरण यहाँ गएर यो सबमिट भन्ने अप्सन जुन छ यो सबमिट भन्ने अप्सनमा गएर तपाईले सेभ गर्न सक्नुहुन्छ। सबमिट गरिसकेपछि तपाईले कुनै पनि एडिट गर्न पाइदैन। त्यसको लागि सेभ चाहिँ गर्न पाइयो, सबमिट गर्दाखेरि तपाईले एडिट गर्न पाइएन। त्यसको लागि ख्याल गर्नुपर्ने कुरा दुईवटा छ। सेभ चाहिँ गर्नुहोस्, सबमिट चाहिँ कन्फर्म नहुँदासम्म, सबै रुजु नहुँदासम्म तपाईले त्यसलाई चाहिँ अनि त्यसपछि यो भइसकेपछि अर्को कुरा रहेको छ, तपाईले बुझ्नै पर्ने कुरा यो सबमिट गरिसकेपछि तपाईले भेरिफाई गर्नुपर्ने हुन्छ। तपाईले भेरिफाई गर्दाखेरि लगइन भन्ने अप्सनमा क्लिक गर्ने। लगइन अप्सनमा क्लिक गरिसकेपछि तपाईले चाहिँ यहाँनिर आफ्नो युजर राख्ने, स्थायी लेखा नम्बर राख्ने, क्याप्सन राख्ने जुन दिएको छ क्याप्सन, लगइन भन्ने गर्ने। अब तपाईले बुझ्नुपर्ने कुरा रहेको छ। अब यसमा सबमिट भाउचर यहाँबाट नम्बर क्रिएट गरेर तपाईले राखिसक्नुभयो, अघि भनिसके। यहाँ भाउचरमा चाहिँ रिकन्साइल भनेर दिएको छ, नट रिकन्साइल भनेर दियो भने त्यो मिलेको हुँदैन, रिकन्साइल भनेर दिएको छ भने त्यो मिलेको छ भन्ने कुरा बुझ्नु होला। त्यसपछि मात्र तपाईले सबमिट गर्नु होला। यो सबमिट गरिसकेपछि बल्ल तपाईले के गर्नुपर्ने हुन्छ, भेरिफाई गर्नुपर्ने हुन्छ। अब भेरिफाई गर्नको लागि तपाईले टीडीएस भेरिफिकेसनमा क्लिक गर्नु। अब यहाँनिर समेसन नम्बर चाहिँ राख्नुपर्ने हो। समेसन नम्बर भनेको तपाईले यो नम्बर छ नि, यो नम्बर तपाईले कपी गरेर यसलाई चाहिँ यसरी कपी गर्नुहुन्छ। यहाँ गएर तपाईले के गर्न सक्नुहुन्छ, यसलाई चाहिँ पेस्ट गरिदिनुहुन्छ। यो गरिसकेपछि तपाईले यहाँनिर भेरिफाई भनेर चाहिँ अप्सन सो हुन्छ। भेरिफाई भइसकेपछि तपाईले यसमा भेरिफाईमा क्लिक गर्नु होला। यो गरिसकेपछि बल्ल तपाईको काम भयो है। त्यसै गरी काम गर्न सकिन्छ। अब अर्को स्टेप भनेको तपाईले भाउचर लिनको लागि भाउचर चाहिँ कसरी तपाईले लिने त, भाउचर नम्बर लिनको लागि एउटा भनेको तपाईले जर्नलमा क्लिक गरेर चाहिँ भाउचरबाट क्लिक गरेर सर्च गरेर चाहिँ त्यो नम्बर राख्न सकियो। अर्को भनेको तपाईले चाहिँ भाउचर पेमेन्ट भाउचर भन्ने अप्सनमा तपाईले ब्याङ्कमा तिरेको तपाईँ पनि कहाँ छ त कसरी पत्ता लगाउने भन्ने कुरा हुन्छ। तपाईले नयाँ भाउचर क्रिएट गर्न पनि सकियो, तपाईले पुरानो भुक्तानी गरेको चाहिँ हामीले यहाँ हेर्न सक्छौँ। 8283 मा यसरी क्लिक गरेर यहाँनिर अब सबै भाउचर तपाईले तिरेको भाउचरहरू यहाँ देखिन्छ। अब तपाईले डाइरेक्टै यहीँबाटै यो भाउचर अब कुन कुन हो तपाईले डेट चाहिँ थाहा पाउनु पर्यो। यति मितिको भाउचर यो हो, मैले यसको चाहिँ टीडीएस गर्नु छ भनेर तपाईलाई चाहिँ याद छ भने यसरी भाउचरको नम्बर कपी गरेर सिधै राख्न पनि सकियो। यो भाउचरभित्र राख्ने एड गरिसकेपछि बल्ल त्यसले चाहिँ काम पनि हाल्छ, समस्या छैन। यो तरिकाबाट पनि गर्न सकियो। त्यसपछि अर्को भनेको यो चाहिँ समेसन नम्बर लिनेर यहाँ गएर भेरिफाई गर्ने भनेको कुरो एउटै हो है, अघि गरे जस्तै गर्न सकियो। त्यसरी पनि गर्न सकिन्छ। यस्तो तरिकाबाट तपाईले गर्नुभयो भने सजिलो पक्कै पनि हुन्छ होला। यही अनुसारले गर्नु होला। अब तपाईलाई टीडीएस गर्न समस्या छ अथवा कुनै समस्या आयो भने तपाईले मलाई कमेन्ट अथवा इनबक्समा पनि मेसेज गर्न सक्नुहुन्छ। म तपाईलाई जाने जति बुझे जति यही सहजीकरण चाहिँ पक्कै पनि दिनेछु। हस् त, धन्यवाद, नमस्ते।